मान्छे इन्टरभ्यू पनि थाल्यो ल अब छिटो गरेर जानुपर्छ ल अब छिटो गरेर चाहिँ हिँडिहाल्नुपर्छ ल यो आज इन्टरभ्यू त्यहाँ त्यही पनि म भुलेको यार केही छैन त्यही पनि पारा त्यो होइन 5 करोड रुपियाँ किन 5 करोड रुपियाँ किन 3 करोड रुपियाँ होइन भन्नु मैले आधा पैसा आज पठाउँछु मैले जसरी 5 करोड 3 करोड ल आज यहाँ मान्छेहरू पनि आउँछ इन्टरभ्यू लिँदा 3 करोड हुन त भोलि त्यहाँ आउँदैछ ए हो खचड मान्छेलाई इन्टरभ्यू दिन हटाएको छु कि पारा लाटीले भयो क्या ए कहाँ थियो अहिलेसम्म ल अब भर्खर सुरु हुने रहेछ ल सबैजना अब रेडी भएर बस्नुहोस् र निखिल इन्टरभ्यूको लागि अब भित्र आउनुहोस् सबै हेरेँ डकुमेन्टहरू पनि सबै राम्रो रहेछ अब सबै क्वालिफाइड पनि रहेछ क्वालिफिकेसन पनि सबै छ ठिक छ तर हल्का यहाँ के छ भन्दाखेरि अलिक समस्या हुन्छ क्या हेर न प्लिज गराइदिनु न म अब गरिब परिवारबाट आएको अब मेरो भाउ त्यस्तो किसान हुन्छ जबरजस्ती गरेर सर यहाँसम्म पढ्दै आएको सर जसरी पनि गराइदिनु न सर गराइदिनु न यार भाइ हेर मैले बुझेँ तिमी जस्तो समस्या भएको धेरै आउँछन् होइन तर हामीलाई पनि धेरै दुःख हुन्छ अब हामीलाई पनि यसो सहयोग पनि चाहिन्छ हेर भाइ अब यो ज्याकेटले धेरै केही हुँदैन कि त्यही भएर तिमी बुझ न आफै मिलाएर बुझ तिमी गरिब छौ मैले के गरिदिनु यहाँ धेरै गरिब छन् यस्तो त त्यही पनि अब तिमी मिलाएर कुरो बुझ तिम्रो जब अनि खै जेमा पनि पैसा हामीसँग पैसा कहाँबाट आउँछ सर हामीसँग पैसा पनि हुन्न अनि कहाँबाट हुन्छ त सर घुस नलगेर यहाँ के पनि हुँदैन हामी जस्तो गरिब छोराछोरी कसरी बाँच्ने त सर यहाँ मर्न बेस हुन्छ सर अब यहाँ नाप्ने भाइ यो तिम्रो घर होइन यो अफिस हो अफिस थर्काउने होइन तिमी जब जान्छौ भने हेर मैले भनिसकेँ तिमीलाई नत्र किन थर्काएको बढी भन्ने हो धेरै तिम्रो घर हो यो तिम्रो हुँदैन अब त हुँदै हुँदैन तिमी चाहिँ अब जाऊ बस भाइ आउँछ तिम्रो अब मेरो आयो म चाहिँ जान्छु सर के इन्टरभ्यू दिन होला नि त इन्टरभ्यू दिन आएपछि त्यो के ल्यायो होला नि कागजात होला त्यो डकुमेन्टहरू होला त्यो देऊ न त अनि देऊ सर म चाहिँ खासमा इन्टरभ्यू दिन आएको हेर्नुहोस् तर के भन्दाखेरि हतारमा आइहाल्यो तर यस्तो के चाहिन्छ भन्ने पनि थाहा भएन क्या तर मेरो 1 मिलियन प्लस सब्सक्राइबर छ म ठुलो युट्युबर पनि हो टिकटकमा पनि त्यस्तै फ्यान फलोवर छ अनि इन्स्टाग्राममा नि धेरैले मलाई चिन्छन् त्यसपछि अनि अरू भन्नु न अरू के क्वालिफिकेसनहरू चाहियो भन्नुहोस् सबै मसँग छ सरहरू पवन खतिवडा छन् अनि गणेश छेत्री भए अनि तिनीहरू अरू के छ नाम पनि धेरै छन् अब के पर्सनल लामा त्यो तिनीहरू अलिक नाम पनि बिर्सिन्छु म तिनीहरू धेरै छन् नि तिनीहरूसँग त अब
हाम्रो धेरै क्वेसन छ अब म पनि खत्रै युट्युबर त्योभन्दा धेरै तपाईँलाई अब क्वालिफिकेसन पनि के चाहियो अब सरहरू त्यस्तै हो कुरा सुरा मिलाउन तर जब चाहिँ हुन्छ नि सर जब चाहिँ मलाई अलि जरुरी छ कि जब चाहिँ लगाइदिनु पऱ्यो रहेछ त्यसै पनि अब तपाईँको हातमा छ त्यस्तै बाहिर बाई रोक तिमी चाहिँ ठुलो सेलिब्रेटी रहेछौ बाहिर बस म पछि इन्फर्म म भयो भने इन्फर्म गर्छु है कम्प्लिट ल नाम पनि आयो होइन मेरो ल म जान्छु है पारा हेलो हेलो सर ओ सर आराम त्यो क्या बिर्सेर बाटो बिर्सेर यता आएको किन बाल यति लामो छ तिमी नौकोमा जानु लाग्यो खासमा होइन कहाँ यार सर यार अब यस्तै त यहीँ आयो म खास इन्टरभ्यू दिनलाई आएको कि सर यार इन्टरभ्यू दिन आएको अनि इन्टरभ्यू के हो त अनि त्यो बालको त्यो भएन नि त कस्तो कस्तो मान्छे आयो सर यार बुझ्नु न यार हजुर यार के भाइ हात तल गरौँ न यार सर यार ए भाइ त्यस्तै हो ल यस्तो खासमा यस्तै मान्छे हो नि चाहिएको भाइ यस्तै मान्छे हो चाहिएको ल बाबा अब धेरै कुरा नगरौँ खासमा मैले अघि चिनेन चाहिँ नि भाइ र सही ठाउँमा आएको रहेछु अघि मैले चिनेन छु है माफ गरिदेऊ खासमा सही ठाउँमा आएको रहेछु अब क्वालिफिकेसन पनि तिम्रो सबै रहेछ मैले हेर्नै पर्दैन नि हेर्नै पर्दैन क्वालिफिकेसन त अब मान्छे हेर्दै थाहा भइहाल्छ नि त कस्तो हो सर हो सब छ यार म अब जबमा चाहिँ कहिले देखेँ भने भनिदिनु न सर त्यो तैँले देखेँ आउँछु नि ल त्यो चाहिँ भयो यस्तै चाहिएको मान्छे खासमा यस्तै हो चाहिएको एकदम यस्तै हो हल्का हामीले पनि सहयोग चाहिँ गर्दै गर्नुपर्छ यताउता होइन सर त्यस्तो सहयोग भन्नु नि यार सर यार भइहाल्छ नि सहयोग त यार सर यार भइहाल्छ ठिक छ यो भए चाहिँ एकदम ल हामीले हाम्रो स्टाफ छानिसकेको छौँ उहाँको नाम चाहिँ बबीजी हुनुहुन्छ भइसक्यो अब होइन म त पर्सि त जबमा आउने केही पनि क्वालिफिकेसन छैन म त्यत्रो क्वालिफिकेसन थियो भन्दा मेरो क्वालिफिकेसन थियो त ब्रो यार बुझ नि यार क्वालिफिकेसन मेरो पकेटभर थियो कि ब्रो यार ल मेरो त भएकै थियो नि यस्तो त हुँदैन यार ब्रो यार तिम्रो भयो ब्रो अब भएर के गर्नु अब तिमीसँग अब त्यस्तै त नेपालमा तिमी बुझ न अब यस्तो थियो अब क्वालिफिकेसन धेरै थियो त्यस्तो अब के गर्ने यार मेरो त हुँदै गएन यार चिन्ता अब तिमी चिन्ता नगरेर केही छैन अब यस्तै हुन्छ के गर्ने त अब यस्तै भयो यार अब यस्तो जबमा पनि लाग्दैन भित्र आउनुहोस् भित्र सर यार म त आइसकेँ नि भन्नुहोस् न किन ए ल कङ्ग्रेचुलेसन थ्याङ्क यू सर थ्याङ्क यू तपाईँले गर्दा हो सर काम मैले ल तिमीले गर्दा पनि हो तिम्रो क्वालिफिकेसन नै त्यस्तो थियो नि त अनि अब ल ठिक छ सर अरू सब ठिक ल अब भोलिदेखि चाहिँ ट्याक टाइममा आउने सर भन्नु न भर्खरहरू तपाईँले भन्नु साथमा कपाल पनि काटेर आइदिन्छ सर ठिक छ भोलिको टाइममा पनि आउने ल अब आज चाहिँ इन्टरभ्यू पनि पाइयो ल त्यस्तै हो ल ठिक छ है त ल ठिक छ सर अरू सब ठिक छ सर ल जान्छौ ल जान्छु तिमीले केही त बिर्साएनौ नि सर त्यस्तो के बिर्सेर सर बिर्सा जान्छ होइन भाइ तिमीले केही न केही बिर्साछौ राम्रो सम्झौ ए सर के बिर्सेर मैले बिर्सा जान्छ जस्तो त भाइ अलि दिमागमा यस्तो दुईचोटि हानेर सम्झौ न भाइलाई ए सर याद आयो बिहान चाहिँ भाइन्सलाई तपाईँले सब्सक्राइब